अहिले चाहिँ भयो है। लु है, हामी सेक्सेम खोलाको पाखा झर्दैछौँ। टाढाको मान्छे हराएर खोजी कार्य गर्दैछौँ हामी पुलिस चौकीसँगै। हाम्रो यो जङ्गल चाहिँ अब कति घन्टा घुम्नु पर्ने हो। बासाखास्ता पुलिस चौकी असै साहबसँगै हामी घुम्दैछौँ। अर्को साइडबाट अँधेरी खोला साइडबाट उहाँहरू अर्को टिम जानुभएको छ। हजुर, अर्को टिम उतापट्टिबाट घुम्दै हुनुहुन्छ, हामी यताबाट घुम्दैछौँ। हाम्रो स्वास्थ्य चौकीको डक्टर पनि हुन्छ हाम्रो बहिनी, हामी सँगसँगै सिस्टर्स, हामी सँगसँगै अब हिँड्दैछौँ। स्वास्थ्यकर्मी त्यही त, हजुर, स्वास्थ्यकर्मी टोलीसँगै हामी हिँड्दैछौँ। यस्तो अप्ठ्यारो बाटो छ, यो बाटो हामी अब बिस्तारै बिस्तारै झर्दैछौँ। हाम्रो असै साहब बिस्तारै बिस्तारै हिँड्नु लड्नु होला। भइसक्यो, एकजना बर्दियाको भाइ चाहिँ हराउनु भएको छ।